ल दाइ भाउजूलाई वेलकम छ अस्ट्रेलियामा। थ्याङ्क यू। धन्यवाद। कति दिन भयो आउनुभएको? भोलि ठ्याक्क 2 महिना हुन्छ। 2 महिना भइसक्यो आउनुभएको। हजुर। कस्तो भइरहेछ त एक्सपिरियन्स? अहिलेसम्म त रमाइलो भइरहेछ। दाइलाई रमाइलो के कुरामा रमाइलो भयो त? अब घुम्न जाने रमाइलो। घुम्न जानु पायो भने रमाइलो। प्लेन पहिला चढ्नु भएको थियो? चढेको छु म डोमेस्टिक। चाहिँ छैन। ए तपाईँ चढ्नु भएको थियो दाइ चाहिँ। तपाईँलाई चाहिँ कस्तो लाग्यो त प्लेनको एक्सपिरियन्स फर्स्ट टाइम? फर्स्ट टाइम अलिअलि डर पनि है। दाइको हात समात्नु भयो होला त्यसो भए? समात्नु परेन ए भनेपछि डराउनु भएन? त्यो टेकअप हुने बेलामा त थाहै भएन। हजुर। टोइलेट जान चाहिँ डर लाग्यो। मलाई नै अहिलेसम्म पनि डर लाग्छ टोइलेट जानु प्लेनमा। ट्याटाटाटा आवाज आउँछ। अनि प्लेनमा अरू खानेकुराहरू कस्तो कस्तो भयो? कस्तो एक्सपिरियन्स भयो? ठिकै। खाना खान मन लाग्यो? खाना त्यति रुचेको जस्तो पनि भएन। ठिकै। प्लेनबाट बाहिर निस्किँदाखेरि एयरपोर्टमा चेकिङमा कतिको डर डर लाग्यो भयो? चेकिङ गर्ने के भेटाउँछ भनेर? डर त लागेन, केही ल्याएकै थिएन, के डर लाग्यो। तर एक्सपिरियन्स अब छोरी बाहिर कुदिरहेछ भनेर एकदम एक्साइटमेन्ट थियो होला नि त्यो चाहिँ? एकदमै एक्साइटेड थियो। कति वर्षपछि भेट्नु भयो? 2 वर्ष 1.5 वर्ष 1.5 वर्ष कि 2 वर्ष 2 वर्ष 1.5-2 वर्ष त्यस्तै हो। अनि देख्ने बित्तिकै कस्तो भयो? अनि के चिज चाहिँ एकदम रमाइलो लाग्यो यहाँ? के एक्सपिरियन्स? अब सबै रमाइलो त सबै रमाइलो छ। घुम्ने ठाउँ होइन, ठाउँ नै रमाइलो, नयाँ नौलो। अनि कहाँ सुरुमा चाहिँ कहाँ घुम्नु जानुभयो तपाईँहरू? सुरुमा हामी कहाँ गयो? ओपेरा हाउस। आउने साथ ओपेरा हाउस। सिडनी पुगेपछि ओपेरा हाउस गएन भने त पुगेकै भन्दैन नि त होइन? कस्तो लाग्यो त? फोटोमा देख्नु, उसमा देख्नु र रियलमा देख्नु चाहिँ कस्तो लाग्यो? राम्रो लाग्यो। रमाइलो। कतिको नेपालीहरू देख्नु भयो त ओपेरा हाउसमा? देख्यो नेपाली असन बजार जस्तो देख्नु भयो होला? ठोकिन्छ। ठोकिन्छ त्यही भनेको। सिडनीमा चाहिँ ठोकिन्छ। सिडनीमा चाहिँ देखेको थियो। सिडनीमा ट्रेन चढ्नु भयो कि भएन त? ट्रेन चढ्यो। चढ्यो त्यो बेला चाहिँ ठोकिनु भयो होला नेपालीहरूसँग? त्यतिखेर थियो थियो। अनि अरू कहाँ घुम्नु गयो त? अनि त्यसपछि हामी कहाँ गयो? याद छ तपाईँहरूलाई नाम? धेरै ठाउँ घुम्नु भयो नि, धेरै ठाउँ घुम्नु भइसक्यो नि। सुरुमा आएपछि चाहिँ पहिला ओपेरा हाउस गयो, अनि त्यसपछि त्यसपछि क्यानबेरा क्यानबेरा आयो होइन? क्यानबेरा आयो त्यसपछि। क्यानबेरामा त्यो के वार वार मेमोरियलमा त्यहाँ गयौँ। त्यसपछि सिडनी नै गयौँ क्यारे हो। सिडनी त्यसपछि गोल्ड कोस्ट जानुभयो। गोल्ड कोस्ट 2-3 स्टेट त भ्याउनु भयो त्यसो भए? सिडनी, क्यानबेरा, गोल्ड कोस्ट, ब्रिस्बेन। सबभन्दा रमाइलो चाहिँ कुन ठाउँ जस्तो लाग्यो त? गोल्ड कोस्ट। किन नि गोल्ड कोस्ट चाहिँ? किन चाहिँ गोल्ड कोस्ट किन रमाइलो गोल्ड भयो कोस्ट त? रमाइलो? अब खै त्यहाँ समुद्र नजिक है। नेपालीहरूलाई समुद्र देखेपछि त रमाइलो हुने नै भइहाल्यो। जहाँ बसेको त्यही सँगै समुद्र भयो होइन? होटेलसँगै समुद्र। गोल्ड कोस्ट चाहिँ कति दिन बस्नु भएको थियो? 5 दिन जति बस्यो होइन? 4 दिन। 4 दिन जान आउन गरेर 6 दिन जति भयो। अनि क्यानबेराको चाहिँ सबभन्दा रमाइलो चाहिँ के लाग्यो त? क्यानबेरामा के रमाइलो लाग्यो तपाईँलाई? क्यानबेरा चाहिँ चिसो भयो, गाह्रो भयो तपाईँहरूलाई? त्यति बिर्सिसकेँ म। रमाइलो त रमाइलो, मान्छे नदेख्ने ठाउँ परेछ। फुलबारीहरू गयो नि क्यानबेरामा होइन? फ्लावर फेस्टिभल जानुभयो होइन? फ्लोरेट गर्नु जानुभयो? सुरुमा त्यही गयो। यहाँ चाहिँ अलिक चिसो छ, त्यही भएर चाहिँ अलिक गाह्रो छ भनौँ न। मान्छे पनि कम छ, त्यति ऊ चाहिँ भएन होला अरू स्टेटमा भन्दा त। चिसै फर्स्टमा आउँदाखेरि त सुनसान थियो है, अहिले त बानी जस्तै भयो। यहाँ पानी भयो। बस्नलाई रमाइलो ठाउँ छ नि त, जे होस् डे टु डे लाइफलाई चाहिँ सजिलो छ यहाँ चाहिँ अरू स्टेटमा भन्दा। शान्त वातावरण है, खुल्ला स्वच्छ हावापानी। यहाँ आएपछि चाहिँ अस्ट्रेलियामा आएपछि चाहिँ नेपालको चाहिँ के मिस गर्यो? धुवा धुलो
त्यस्तो पनि हुन्छ। छोरा मिस गर्नुभयो होला तपाईँहरूले चाहिँ पक्कै छोरा पनि। त अब भइहाल्छ नि। अनि अरूहरू अब डे टु डे लाइफमा के गर्थ्यो यहाँतिर आएर? दाइलाई चाहिँ बोर भयो जस्तो लाग्यो यहाँ आएर चाहिँ काम गर्न नपाएर। मलाई चाहिँ पसल मिस भयो। पैसा कमाउने छुट्यो भनेर फिस पनि गर्नुभयो जस्तो लाग्यो। अब यहाँ आएपछि खर्च भएको भएछ, कमाउने छैन है। हुन्छ त छोरी ज्वाइँले कमाइरहेको थियो त। होइन अब उनीहरूको मात्रै खर्च भएको भएछ नि त। तपाईँहरूले ल्याउनु भएन होला। नेपाली पैसा यहाँ चल्दैन, नत्र ल्याउनु हुन्थ्यो। कन्भर्ट गर्न मिल्छ नि यहाँ पनि। हो नि। अनि अब उता गइसकेपछि यहाँको के मिस हुन्छ त अब नेपाल गएपछि? त्यो त अब गएपछि थाहा गएपछि थाहा हुन्छ। सबभन्दा पहिला त अब छोरी ज्वाइँ नै मिस हुन्छ। अब पछि पछि आउनु भन्दाखेरि आउनुहुन्छ कि आउनुहुन्न त? अहिलेसम्मको हिसाबमा हेर्दाखेरि चाहिँ आइन्छ जस्तो छ फ्युचरमा? खै दाइलाई खोइ अब त्यो आउनु चाहिँ मन छैन भनेपछि भोलि पर्सि ल आउन मन त अर्पण छ। के हो यस्तो? यत्रो घुमाइरहेको छ छोरीले आउँछ भने अरूले कहाँ यति घुमाउन सक्छ त? अरूले घुमाउनु त सक्दैन। अब पटक्कै पछि त घुमाउँदैन होला नि त। एकचोटि पो घुमाएन। अरू ठाउँ बाँकी छ त, अझ कति ठाउँ बाँकी छ त नि। आउनुपर्छ। आउनु पाए त मन लाग्छ। दाइले त नाइ नै भन्नुहुन्छ जस्तो छ। दाइ चाहिँ पसल खोलेर बस्छ होला अब। त्यसो यहाँ एउटा पसल खोल्नु, उसरी एउटा खोलौँ अनि दाइलाई राखौँ। बिजनेस हुन्छ बिजनेसको बिजनेस, घुमाइको घुमाइ। अनि त्यस्तो गऱ्यो भने चाहिँ हुन्छ होला दाइलाई। हुन्छ दाइ त्यस्तो गर्नु? कहाँ यहाँ बस्नु सक्दैन म त। किन किन के कुराले चाहिँ बस्न सक्दैन यता? यहाँ मान्छे अब देख्दै देख्दैन। मान्छे देख्नलाई मान्छे हातमा लगाएन क्या हो तिमीले? मेन चाहिँ घरमै भयो होला। अनि मान्छेसँग कन्ट्याक्ट भएन होइन अरू मान्छेहरूसँग? अर्को मान्छे छ छ त नि यहाँ पनि त यत्रो घुमिरहनु भएको छ। अनि हामी छँदैछौँ अनि टाइम पास गर्नलाई गाह्रो भयो उहाँलाई चाहिँ अलि। काम गरिरहेको बानी भएर। अब बिहान 5 बजेदेखि नै कामको काम हुन्छ नि त, बेलुका 10 बजेसम्म हुन्छ उहाँको 5 बजेदेखि। लाइफमा झन् एउटा रिल्याक्स जस्तो भयो नि त होइन र? तपाईँ योभन्दा पहिला कहिले पनि त्यसरी बस्नु भएको थिएन अब होला? उता गएपछि त बानी बिग्रिन्छ होला। अब पहिला पनि अब यसको काम गरेर घुमिरहेको छु नि। त्यही त नि यहाँ आएपछि चाहिँ अलि जस अब उता बाहिर 60 जिल्ला त घुमेको छु म त। 60 जिल्ला? ए धेरै घुम्नु भएको रहेछ त। अस्ट्रेलिया पनि थुप्रै घुम्यो नि, 3टा स्टेट भनेको 2 महिनामा भनेको धेरै हो नि। अरू कहाँ जान्छ त? जाँदैन नि अरू आउनेहरू त। धेरै घुमायो नि। घुमाए छोरीलाई धेरै नै घुमाइदियो। धन्यवाद पनि भयो, त्यही भनेको। धेरै धेरै होइन त्यही त। आउनु भएकोमा धन्यवाद होइन। त्यही हो। त्यो पनि अब यस्तो घुम्ने मौका फेरि पाउँछ कि पाउँदैन होइन। त्यही भने मौका पाएको बेला घुम्नु पनि पर्छ। यस्तो यहाँ आएर यसरी घुम्छु भनेर हामीले त सोचेको पनि थिएन नि। पहिलासम्म छोरीलाई पठाउँछु भन्ने सोच्नु भएको थिएन होला। सोचेकै थिएन। आउनुभयो, रमाइलो भयो नि त, जे भए पनि भेटघाट भयो होइन। फेरि यस्तो ठाउँमा आएर घुम्न पाउँछु भन्ने त कसैले सोचेकै हुँदैन। हामी आफैले पनि त नेपालमा हुँदाखेरि त विदेश जान्छु भन्ने कुरा त कहिले सोचेकै नसोचेको कुरा हो नि त यो त। उसको जेनेरेसनले त सोचे होला, तर मैले चाहिँ सोचेको थिएन म विदेश आउँछु भनेर। कहिले पनि नजान्ने भन्थ्यो। हाम्रो जेनेरेसनमा त अप्सन पनि थिएन होला। मैले त कहिले पनि जान्छु भनेर सोचेकै थिएन। 2-3 महिनाको डिसिजनमा यहाँ पुगेको हो। त्योभन्दा अगाडि त सोचेकै थिएन हामीले पनि। मलाई पनि त्यस्तै जान्छु नै भनेर चाहिँ सोचेको थिएन। पछि खै अब त्यस्तै सिचुएसन भयो। अहिले त सबजना बाहिर। सबजना बाहिर अहिले त घरै पछि एकजना बाहिर नभएको कोही पनि छैन। अब छोरालाई पनि पठाउनुहुन्छ कि? पहिला त जान्न भन्थ्यो, अहिले त अप्सन के छ भन्छ। ए त्यसो भए यतै पठाउने होला नि त अब। पहिला त यहाँ पनि भाँडै मान्ने हो, बाहिर पनि भाँडै मान्ने हो, के भन्नु जाने, यही माग्छु भन्थ्यो कि उसले। घरमा बस्यो भने पैसा पाउँदैन, बाहिर पैसा पाउँछ। त्यही भनेको। अनि यहाँ डिफ्रेन्ट डिफ्रेन्ट खानाहरू ट्राई गर्नुभयो कि भएन त? खाइयो धेरै थरी खाना ट्राई गर्यो। सबसे मिठो चाहिँ के थियो त मन परेको? नेपाली दाल भात भन्ला फेरि। नेपाली यहाँ अस्ट्रेलियन खाना, अस्ट्रेलियामा खाएको खानाहरू मध्ये कबाब कबाब मिठो लाग्यो। त्यो चाहिँ कबाब चाहिँ मिठो लाग्यो। किन त्यस्तो मिठो चाहिँ त्यो चाहिँ?
त्यसमा रोटी छ हेल्दी भयो होइन रोटी अनि भेजिजहरू अनि कतिको टिकटकहरू बनाउनु भयो त तपाईँले टिकटक त बनायो होला 50वटा जति 50वटा बनाउनु कतिको भाइरल भयो त त्यसो भए धेरै त धेरै भाइरल छैन ए टिकटक चाहिँ बनाउनु भयो भनेपछि जहाँ जुन ठाउँमा गयो नि एउटा भिडियो चाहिँ ठिकै हो हुन्छ मेमोरी हुन्छ नि त पछि हेर्दाखेरि रमाइलो हुन्छ ठिकै हो त्यो भने अब जानलाई कति दिन बाँकी छ त अब धेरै छैन होला अब ठ्याक्कै भन्नुपर्दा 18 दिन बाँकी छ 18 दिनमा घरमै पुग्छ क्या है 19 जाउँ लागिसक्यो कि अझै टाइम नजाओस् जस्तो फिल भइरहेछ त फर्स्ट आउँदाखेरि त खोइ के गरे दिन काट्ला जस्तो भएको थियो है अँ, अब जाने दिन नजिक आउँदाखेरि त कस्तो छिटो कति छिटो दिन गएको जस्तो भयो अहिले चाहिँ थप्ने हो कि क्या हो त अरू पनि त्यसो भए 1-2 महिना आउँछ बस्ने हो भने चाहिँ अब थप्न मिल्छ ल थप्ने हो त दाइ उनीहरूलाई गाह्रो हुन्छ हामीलाई गाह्रो नि? हामीलाई त बानी परिसक्यो बसी खाने है उनीहरूलाई गाह्रो हुन्छ नि दिनदिन पकाएर खुवाउने अब के को गाह्रो नि अब ल दाइ दुईटा थप्ने हो भन्दा त नि 1-2 महिना आउँछ दाइलाई त म त कहिले जाउँ जस्तो भइदियो ए हो यस्तो लौ न भएन हो यस्तो त फर्स्ट टाइम कसैले भनेको सुनेको मैले यसो जाउँ भनेको त हो अँ सबैजना त बस्न रेडी हुन्छ यहाँ त त्यो फर्स्टमा आउँदाखेरि त कहिले काट्ने के गरी काट्ने होला यत्रो 2.5 महिना जस्तै भएको थियो अँ, अहिले त अब कति छिटो गएको जस्तो भयो दिन पनि साँच्चै हो त्यस्तै भयो ल पछि आउनुपर्छ अब आउँला है मौका मिल्यो भने भाग्यले साथ दियो भने अब भिजा छँदैछ टिकट काटेर आउने कति त हो वर्षको नि बिच 3 वर्षको छ नि ल अब आउँदै गर्नु माया नमार्नु हामीलाई आउँला नि अब उता आउनु पर्यो नेपालमा ऊ भर्खरै गएर आएको हुन्छ नेपाल दुईजना आउनु पर्यो नि सबैजना आउनु पर्यो नि। ल अब एकचोटि नेपालमा सबैजना पनि जाउँला नि त हामी, जानुपर्छ। ल, रमाइलो ल, गर्नु पर्यो एकचोटि सबैजना एकैचोटि सँगै हुन्छ आयो हुन्छ ल अब नेक्स्ट टाइम चाहिँ त्यही गर्नु पर्ला अब ल तपाईँहरू आइदिनु भयो धेरै धेरै धन्यवाद ल थ्याङ्क यू थ्याङ्क यू